जय मसी सबैजनालाई। मेरो नाम मुकेश तामाङ र हाल म टुनामिस सेवागाईको विद्यालयमा चाहिँ एउटा डिरेक्टरको रूपमा चाहिँ काम गरिराखेको छु। दोस्रो तिमोथी 2:15 ले के बताउँदछ भने वचनलाई सही प्रकारले छुट्याउने, शर्माउन नपर्ने भरमग्दुर कामदारको रूपमा आफैलाई प्रस्तुत गर। अनि एउटा सेवकको रूपमा यो एकदमै धेरै महत्त्वपूर्ण छ र हामी एकै दिनमा त्यो तहमा पुग्दैनौँ। शर्माउनु नपर्ने भरमग्दुर कामदारको रूपमा हामी एकै दिनमा पुग्दैनौँ। त्यहाँ पुग्नको निम्ति हामीलाई तयारीको समय चाहिन्छ। एक दिन एउटा मान्छेले चाहिँ प्रश्न गर्नुभयो र यो चाहिँ एउटा हाम्रो हिमाली भेगको हाम्रो सगरमाथा छेउको चाहिँ एउटा कहानी थियो। अनि एकजना प्रख्यात मान्छे बाहिरबाट आउनुभयो अनि बाहिर आएर चाहिँ उहाँले प्रश्न गर्नुभयो, के तपाईँको यहाँ कोही एकदमै ठुलो मान्छे, प्रख्यात मान्छे जन्मेको छ भनेर उहाँले प्रश्न गर्नुभयो। त्यो प्रश्न गर्दाखेरि जसलाई प्रश्न गरियो, जुन यो बाजेलाई प्रश्न गरियो, उहाँले चाहिँ के भन्नुभयो भनेदेखि होइन, हाम्रोमा त बच्चा मात्रै जन्मिन्छ भनेर उहाँले भन्नुभयो। अनि यो एकदमै सही हो। हामी एकै दिनमा शर्माउनु नपर्ने भरमग्दुर कामदारको रूपमा खडा हुन सक्दैनौँ। समय लाग्छ, तयारी लाग्छ। यसको लागि हामी सहायताको सेवकाई भएर जानुपर्छ। त्यहाँ विभिन्न प्रक्रियाहरू छन् जो भएर जब हामी जाँदछौँ तब मात्रै त्यो ठाउँमा एउटा अगुवाको रूपमा, एउटा सहायताको सेवकको रूपमा खडा हुन्छौँ। अनि आज मसँग यो किताब छ, तिमोथीको खोजीमा। तिमोथी एकै दिनमा प्रभुका महान मानिस भएनन्। उनी तयारीको समय भएर गए। उनले जुन जीवन बिताए, जुन कुराद्वारा उनी तयार भए, त्यही नै कुरा यो तिमोथीको खोजीको किताबमा लेखिएको छ। म विश्वास गर्छु जसै तपाईँले यो किताबलाई पढ्नुहुनेछ, तपाईँ एउटा अगुवाको रूपमा, तपाईँहरूको सहायताको सेवकको रूपमा, अनि जो जतिलाई तपाईँले यो दिनुहुन्छ तपाईँको विश्वासीहरूलाई, उनीहरूले आफ्नो जीवनको कुरालाई अथवा मैले कसरी सेवकाईमा सहायता गर्ने हो, म अगुवा हुनको निम्ति तयारीको समयमा कसरी म जानुपर्ने हो, तयारीको समयले कति राम्रो फल ल्याउनेछ, त्यो कुरा थाहा पाउनेछ। अनि म तपाईँलाई जोड दिन चाहन्छु, कृपया यो किताबलाई तपाईँहरूले पढिदिनु होला, किन्नुहोस्, यो एकदमै राम्रो छ। अर्को कुरा, हाम्रो बाइबल विद्यालयमा पनि हामी सहायताको सेवकाईको विषयमा एकदमै राम्रोसँग सिकाउँछौँ, किनकि यो महत्त्वपूर्ण छ। आज धेरैजना यसको विषयमा थाहा नभएको कारणले गर्दाखेरि उहाँहरूले राम्रोसँग सेवकाई गर्न सकिराख्नु भएको छैन। र एकजना हाम्रो अगुवाको मसँग गवाही छ। उहाँ जब पनि सेवकाई गर्नुहुन्थ्यो, उहाँको सोचमा चाहिँ के विचार थियो भने मैले चाहिँ सेवकाई गर्छु, पुलपिटमा सेवकाई गर्छु, तर मैले अब अरू भाँडा माझ्ने कामहरू, यो गर्ने त्यो गर्ने चाहिँ मेरो होइन, सानो सानो कामहरू मेरो होइन भन्ने उहाँलाई लाग्थ्यो। तर सानो कुराहरूले, सानो कामले तपाईँलाई विश्वासयोग्य बनाउँछ। एकदमै सानो कुराहरूले तपाईँलाई विश्वासयोग्य बनाउँछ। जब तपाईँ सानो कुरामा विश्वासयोग्य बन्नुहुन्छ तब मात्रै तपाईँलाई ठुलो धन चाहिँ परमेश्वरले दिनुहुन्छ। अनि जब उहाँले यहाँ आएर सिक्नुभयो, अनि हामीले यही किताबबाट सिकाउँछौँ यहाँ विद्यालयमा पनि, अनि उहाँले बुझ्नुभयो, म त सानो कुरामा पनि विश्वासयोग्य हुनुपर्ने रहेछ। अनि जब उहाँले त्यो कुरा गर्न थाल्नुभयो, घर गएर कहिले पनि भाँडा नमाज्नु भएको, तर भाँडा माझ्न थाल्नुभयो। श्रीमती उहाँ छक्क पर्नुभयो, ओहो। अनि बल्ल पो सेवकाईको मूल अर्थ यसो आफैले भन्नुभयो, म सेवा लिनको निम्ति होइन, सेवा दिन आए। अनि त्यो कुरा उहाँले आफ्नो जीवनमा पुरा गर्नुभयो। अनि यही कुरा गरेको कारणले गर्दाखेरि उहाँको सेवकाईमा पनि धेरै राम्रो कुराहरू भइराखेको छ। अनि फेरि पनि म भन्छु, तिमोथीको खोजीमा पढ्नु होला। तपाईँ आफैले अगुवाको रूपमा तपाईँको सहायताको सेवकहरूलाई पढ्न दिनुहोस् र तपाईँको विश्वासीहरूलाई पनि दिनु होला। प्रभुले महान काम तपाईँको जीवनमा गर्नुहुनेछ। विश्वास सुनाइबाट आउँछ, सुन्नुहोस् अनि विश्वास बढाउनुहोस् र परमेश्वरले चाहनु भए अनुसार तयारी हुनुहोस् र आफ्नो बोलावटलाई पुरा गर्नुहोस्। धन्यवाद।